Hello guys, welcome back to my channel. अहिले अस्ति भर्खर बनाएको थिएँ भिडियो, फेरि आज नि बनाइदिउँ भनेर है। अनि म चाहिँ म चाहिँ हाम्रो कुलो सोर्नको लागि आएको। हाम्रो त्यो जुन बारीतिर पानी आउँछ त्यहाँ चाहिँ अझै पनि सफा गर्न छ नि त। अस्तिको पालि चाहिँ यो मेन नाला छैन, कुलो सफा गरियो। अहिले चाहिँ अब हाम्रोतिर आउनलाई चाहिँ त्यो अलिकति बाँकी छ, त्यहाँ माथि एउटा आउँछ त्यो खन्न पनि छ। अनि साइडको झार काट्नु पऱ्यो पहिला, त्यसपछि हुन्छ नि खन्न पऱ्यो। अलिकति ट्याक्क बाटो बनाइदिनु पऱ्यो। बाटो त पहिले पनि बनिसक्यो त्यही पनि। अनि लगभग बिउ रेडी हुने हो भने त होइन, बिउ भन्दा नि अब हुन्छ नि यिनीहरू लाउनलाई रेडी हुने भने पानीहरू छ होइन, यी देख्न सक्नुहुन्छ। माथि नालामा कुलोमा पनि हिँडिसकेको हुनसक्छ पानी, अझै पनि हुनसक्छ नि त्यहाँ। धेरैले छ पनि भन्दै थियो, अझै पनि हुने हो भने त लाउन मिल्छ अहिले पनि होइन। तर अहिले भइसक्यो होइन रेडी होइन। बिउ भनेको बिउ क्या ल हेर्नु, पानी मजाले छ। यसको त चाहिँ आफ्नै कुलो, यसको आफ्नै मूल पनि छ होइन। यहाँ पनि छ पानी, यहाँ देख्न सक्नुहुन्छ। यहाँ टक्क लगाएर खनिदिने हो भने त कमिलाले टोक्यो डुब्यो बच्छ नि त, बच्छ ल। यसलाई चाहिँ कमिला डुब्यो के अरे, बच्चा मल लाउँछ कि यसलाई। ए कहाँ गएको है, यहाँ फेरि कहाँ गएको ल। जा त बच्चा त जा ल, हेरौँ जिउँदो होला ल। ल टोनी ए सुगमलाई फेरि कमिलालाई बचाउनु मन लाउँछ क्या ल। अन्त सुगम मर रहेछ कि जिउँदैछ? उता उसतिर फाल्दै, तलतिर फाल्दै, उता आएर। अरू कतै छ भने हेर। हाम्रो सुगम एकदम ज्ञानी छ क्या। मैले चाहिँ यता भिडियो बनाउँदै थिएँ, हुन त मैले नि देखाएँ, अन्त उस निकालिदिन्छु। अनि यो पनि ज्ञानी छ। ओहो क्या राम्रो तरिकाले है, हेर्नु न उस गरेको है, खनेको है कुलो। यो चाहिँ अब खेतमा जाने कुलो हो क्या यो चाहिँ होइन। हाम्रो पनि छ। अब यो चाहिँ हाम्रो भयो, यो हाम्रो भयो, त्यो हाम्रो भयो, माथिको हाम्रो भयो। यहाँ पानी छ यी छ हेरी, यसलाई सोध्न केटा। यहाँ पानी आइरहेछ, यतातिर मजाले छ। निकाल फालिस फालिस खोइ। यहाँ पनि रेडी रहेछ, जोतेर होइन रोप्दै हुनु रहेछ। पानी त मजाले छ, देख्न सक्नुहुन्छ है खेतमा हो र। अब म मासतिर जान्छु, मान्छेहरूले त घाट्दैछ के हिँड्छ खिच्न पर्यो नि, हुन्छ। अस्ति यहाँ कति ठुलो सर्प आएको थियो। बारीको फोटो के अरे भिडियो खिचेको क्या। चल धानको बिउ खान्छ समात छ। यसलाई बोलाउने तरिका हो क्या यो। आज त्यही यहाँको बिउ छ। यो चाहिँ लभ सेपमा छ, टक्क लगाएर यसरी लभ सेपमा छ क्या यो। अनि त्यो अस्ति सफा गरेको कुलो माथि आउँछ, यस्तै ल्याउनुपर्छ कि। देखाउँछु तपाईँहरूलाई है। यहाँ पनि छ, यो अर्कैको बिउ हो। हुन त हाम्रो यो बारी पनि लभ सेपको छ। त्यहाँ नहिँड न,
यो त लगाइ चाहिँ यो चाहिँ खानुहुन्छ यो रातो 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 छ यसलाई न्यारो भन्छ कि यसलाई चाहिँ विदेशमा प्रोसेस गरेर होइन दामी बनाउँछन् कि अब यही हो कि खै कुनो तर यस्तै जस्तो लाउँछ होइन यसलाई चाहिँ छ तर टिप्केटा टिप त त्यो रातो रातो टिप त पहिला एउटा मात्रै टिप्न उतापट्टि पाक्यो मजाले उतापट्टिको ल ले देखा न थाहा है चिसो हात छैन नि यहाँ देख्नु सक्नुहुन्छ देखाउँछ है त देखियो यो ल यो चाहिँ खान मिल्छ कि यो चाहिँ यहाँभित्र जेली जेली हुन्छ तर अलिकति बिग्रेको रहेछ कि जस्तो लाग्यो तर गुली हुन्छ ट्राई गरौँ है ठिकै छ म धेरै खाइनँ किनभने बिहान बिहान खान्छस् कस्तो रहेछ खनिया जस्तै हो खनिया चाहिँ योभन्दा अलिक गुलियो हुन्छ है अब यो अहिले पछि पछि खाम्ला यसमा भुलेर बनाउनु भएन यसरी स्टार्ट भयो ल भाइ मैले भइसकेको छ मैले गरिदिइसकेको अब म यसलाई बाँध्छु अनि त्यसपछि यसलाई एक ठाउँ राख्नु पऱ्यो त्यसपछि काट्नु पऱ्यो त्यहाँ के हो ऐसेलो रहेछ क्या अहिले म देखाउँछु त्यहाँ पनि ऐसेलो छ जस्तो छ गाई दामी खाले रातो औषधी मैले अहिलेसम्म पहेँलो औषधी देखेको थिएँ रातो खाले देखेको थिएँ त्यहाँ रहेछ अरे त आइजिको देखाउँदा त क्यामेरा देखा क्यामेरा देखा रातो औषधी निकै हुन्छ नि बफ्रे लेतो म देखाउँछु रातो ऐसेलो मैले देखेको थिएन है गाईजी यहाँ अब झाडी रहेछ फेरि यहाँ देख्नु सक्नुहुन्छ त यो रातो खाले ऐसेलो रहेछ हाम्रो नेपालमा पाउँछ पाउँदैन होला भनेको है पाउँदो रहेछ मैले भिडियोमा देखेको थिएँ कि टिकटकमा यहाँ रहेछ हौ कति मजाको घाँस छ फेरि यहाँ अलिकति सावधान भएर हिँड्नुपर्छ यहाँ चाहिँ है टिप्छु म है यो चाहिँ टिप्छु म रातो ऐसेलो रहेछ चाहमै गाइछ र देखा तल नि दिन्छु म बुझिस् देखियो होला देखियो टेस्ट उस्तै हुँदो रहेछ कलर मात्रै फरक रहेछ है छुम तर मिठो हो कस्तो राम्रो यार तर रातो है मैले पहिला चाहिँ देखेँ उतातिर हुन्छ यहाँ चाहिँ फर्स्ट टाइम देखेको मैले रातो औसेलो अहिले उता नि छ अहिले पछि खामला पहिला काम सकौँ त्यसपछि खाऊँ होइन ल अब मैले यहाँ भन्छु थप्पको शीतलमा बस्छु यो अस्ति नै के थियो भन्दाखेरि गाइज यहाँ चाहिँ उस थियो कि अहिले राम्रो देखा न अरियाल थियो डेन्जर टुकेको नि कसले मलाई टाउकोमा डेन्जर टुकेको पर्सानको चाहिँ टाउकोमा मेरो पनि टाउकोमा टुकेको त्यसको पनि टाउको टुक्यो आहान टुकेको क्या मेरो चाहिँ माथि देखाएँ हजुरको त्यहाँ सेतो किराको हो क्या यहाँभित्र किरा हुन्छ हजुरलाई हरियाउले टोकेको हरियाउले होइन अरियालले भनेको ए यहाँ सुन्दर रहेछ उल्टो सुन्दर रहेछ जस्तो हजुर सबै भाइ अब यही मात्रै पानी झार्नु मात्रै पुलो मात्रै सुन्ने ब्याचलर सकियो भयो है गाइस म त्यहाँबाट यता आइसकेको छु यहाँ देख्नुहुन्छ पहिला काटेर सर्नु पऱ्यो त्यसपछि बल्ल खन्ने होला है त अब कहाँसम्म पुग्छु अब कति बेला हुन्छ कति बज्यो पनि यहाँ अब फेरि खनेर जान्छ ढिलो पोखरीतिर जानु पनि छ 59
कता बन्द अझै बन्द गर्दै हान्दा नि एकछिन यहाँ तल छ पक 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 म हेर्छु यहाँ छ कि यसको भन्दै भिडियो बन्द भन नि केटाले फोन दिँदाखेरि चाहिँ भोल्युम बटन अठाइदिएर बन्द गरिदिएछ यहाँदेखि चाहिँ कति धेरै असल छ रातो रातो है आम्मामा तर टेस्ट चाहिँ एउटै हुँदो रहेछ जान्छ है जानी कसरी भइरहेछ पछाडि एउटा सतला केटा नठान फेरि भोल्युम बटन यो बाँधेको है भन्न बिर्सियो तपाईँले अन्त टिपेको देखाउ न टिपेको देखाउ कहाँ तपाईँ क्यामेराम्यान हुनुहोस् नि क्यामेराम्यानलाई थुतरी मात्रै खानु पाउँछ साथीहरू खस्यो ल भनेर भन्दैन त मन थाउँछ होला कुहिएको एउटा मात्र के त्यो कस्तो राम्रो गयो यार ल तल दिएको नि देखाउनु किराको हिँड्नु क्या जुगा टाँस्दैन जुगा के त ओला यार अन्त खाइयो आउँछ हेर खाइ किरा हुन्छ है हुन्छ त यो कुन किरा कहाँ देखाएको छ त भिडियो हजुर त्यहाँ कहाँ गफाउँछ कति धेरै रहेछ यहाँ त उस हेर त के अरे न्याउ न्युरो यो पिउपा हो पिउपा यो भनेको बटरफ्लाई हुन्छ अलिपछि धेरै नै छ कि फेरि आउनु पनि यहाँ उस रहेछ न्युरो रहेछ यस्तरी हो जाने त्यहाँबाट आउँछ यस्तरी हो जाने मास्तिर जाने होइन जाने हो पानी होइन पानी हेर्न हेर्न त अहिले खै अनि गङ्गाडी पनि हेरौँ यो काटेन भने के हुन्छ अन्त गाई सर्प हुन्छ सर्प होइन पानी आउँदैन कि पानी रोक्छ कि यसले त्यही भएर काट्नुपर्छ सफा गर्नुपर्छ पानी रोकिदिन्छ पानीको फ्लो हुन्छ माथिबाट जुन हाल्दाखेरि त्यो चाहिँ रोकिदिन्छ यसले त्यही भएर चाहिँ काट्नुपर्छ जुको लाउन सक्छ यसमा चाहिँ यहाँ चाहिँ हाम्रो जुका लाउन सक्छौँ है बर्तन भाइ त्यो जुगा क्या शरीरभित्रै जान्छ शरीरभित्रै जान्न होइन क्या त्यो चुइसो रगत चुइसो पल पारी पारी जान्न यस्तो लाग्यो क्या त क्यामेराम्यान राम्रो रहन्छस् क्या क्या राम्रोसँग चलाउँदै जाँदो रहन्छ यहाँ भोलि पनि आउनुपर्छ गाई यस्तो के हुन्न आउँदै हुन्न टाइम पनि छैन फेरि पोखरा पनि जानु छ टोल्न देखाऊ टोल्न त्यहाँ खै है के तँले क्यामेरातिर हेर के मतिर होइन बुझिस् क्यामेरातिर हेरेर जे गर्नु लाग्छ त्यो देखाउनु बुझिस् क्यामेराम्यान ओके ओके
गुड बोय गुड बोय गुड बोय गुड बोय छोडेर ओके त्यहीँ बस् के यहाँ पनि पर्दैन मजाले जानु छ यसरी यहाँ बस्छ हजुर मसँग जाने हो र कि होइन के 9 बजे पर्ने माथि त ल गरे 8:15 गयो उठ्नु हुन्छ बाँदरहरूको काम हो यो चाहिँ खाएर फाल्ने जहाँ पाइ त्यही कुलो सोर्नुभन्दा पनि कुलो त अलरेडी पहिले बनाएको थियौँ है अनि त्यही भएर कुलो अलरेडी छ पहिले काट्नु पर्ने रहेछ राम्रो छ किन यस्तरी सिधा बनाएर अनि भ्लग बनाएर हाल हुन्छ पहिला बनाएर हाल्थेँ 10 सर्ट मैले चाहिँ यसलाई किन ल्याएको भन्दाखेरि यो मसँग आउनु खोज्छ घरै बसेर यहाँ दाजुभाइ झगडा गर्छन् भर्ता अङ्कल हेर्न देखा न अन्त कुदाइले बस्यो होइन गऱ्यौँ भयो उडाइदिए फु गरेर उडाइदिए देखाएर गयो तँलाई उडाउनु जाँदो रहेछ त्यो देखाउँदै हो उडाउनु अनि त्यो हातले हो त हालिने हो त्यो राइट हाल्ने हो लेखिहाल्नुहोस् र होइन के मेरोले त फेरि मेरो त यो राइट हातमा आएको नि त्यसैले हो क्या मेरो राइट हातले राइट हात पछि भनेको त्यो भइसकेपछि ए त्यो त रातो औसल पनि खतरा हुन्छ है रातो त छ तर स्वाद झ्याउला हग्न लगाएको कि क्या झ्याउडा आउने होला नि तेरो आउन देखियो होला हातमा भिडियोमा देखेछ साह्रै गऱ्यौँ भयो एकचोटि मात्रै देखेछ भर्ता अहिले माथि त यहाँ पानी ल्याउनलाई कुलो नि खोल्ने हो अहिले खोल्ने अहिले छैन बन्द रहेछ ओके र गाइज हामी चाहिँ अहिले माथि छौँ माथि आइसक्यौँ अब म भोलि आउँछु घाम पनि भइसक्यो पानी अलिअलि मात्रै रहेछ यही हो कुलो सफा गर्नु छ अलिकति होइन अब यति काट्न त्यहाँसम्म हो त्यहाँसम्म है यहाँसम्म त अस्ति मैले गरेको थिएँ छैन हौ गाउँबाट यता 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 ल गाइज
अब राति म फेरि भोलि पनि आएर गर्छु होला। नेक्स्ट ब्लग त गाइज।